खतरा राइडर हो क्या मैले भुवन अन्तर्राष्ट्रिय विमानस्थल हेलो अब कस्तो लागिरहेछ त अब यो खाना हामी बेच्नुपर्छ कति बाई यता लिन आउनलाई एक्साइटेड यहाँ चाहिँ मान्छेहरू म त्यहाँ गएको भए भित्ता समाति ए दिदी भनेर रोएर त उहाँको एक्सपिरियन्स के इमोसनल हुँदो रहेछ भनेर एयरपोर्टको भाइब नै अर्को काहीँ खुसी काहीँ चाहिँ इमोसनल अब यस्तै हो इन्जिनहरू अहिले पृथ्वी धरतीमै हुनुहुन्छ त्यसमाथि खुट्टा राखेर टोयलेट त्यहाँ अगाडि म्याप हुन्छ म्याप सलक्क जुम गर्ने मुभी हेर्ने तपाईको सोशल मिडिया नचलाउने मुटो चाहिँ नछिराउनु फेरि तिनीहरूको वे त्यस्तो छ फेरि थाहा छैन जस इन्जिन चाहिँ घुटुटुरु पारिसक्यो हाम्रो सरले बिस्तारै बिस्तारै यस्तो यस्तो पनि हुँदैछ होला भुजा राखेर जस्तो प्लास्टिकमा आएर बरु बाल्टी छ नि बाल्टी घरमा ल हेलो गाइस वेलकम ब्याक टु आवर युट्युब च्यानल आज हामी जाँदैछौँ एयरपोर्ट रोजीलाई छोड्नको लागि बाटो यस्तो छ मेरो बाबा खतरा राइडर हो क्या मैले लाइसेन्स लिएको कामै छैन क्या मेरो ड्याड भएपछि जाम खोले छिरम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो वेटिङमा हुनुहुन्छ म्यामहरू र हामी छिर्दैछौँ सरी सररा ओए अलि चल्ली यस्तो छ यतातिर चाहिँ हामी चाहिँ स्कुटर राख्नलाई उताले जानु पर्यो नि त त्यसैले हो उनीहरू त मैले अघि भेटेँ हो देखा हो भेटेँ होइन यता चलिरहेको चाहिँ तट्टिकला फोटो खिचेर अरे अघि आएको बल्लदेखि अघिदेखि हेलो Have a safe flight. Hello. Hello के छ म यहाँ हुनुहुन्छ हेलो भाउजू हेलो आन्टी हेलो के छ बाई बाई हेलो के छ मम्मी घरमै रुन्दाको एक्जाम छ नि त दिदीहरू यहाँ हुनुहुन्छ ठुल दिदी खोइ त आउनु भएन ब्याज हो कस्तो लागिरहेछ त एकदम रमाइलो यसैको प्रतीक्षा भिड छिनी बेला भएन हाम्रो कुरा हो यो फालिने हो वेस्टै हो के काम लड्डु भए त मुख मिठो हुन्छ त्यसै गयो फालिने हो अनि त्यही त कामै होइन थ्याङ्क यू सो मच अब यो खाना हामी बेच्नुपर्छ कति 1 सेट 2 सेट 3 सेट 4 सेट त्यसै गर्नुपर्छ खाना बेच्ने हिँड्ने है अब हामी व्यापारी हो झोला चाहियो के चाहियो अब बाई ए आन्टीको टिकटक पनि बनाइदिउँ बनाइदिन्छु ल भिडियो पठाइदिन्छु ज्वाइँ राजा छिर्नुहोस् न यता फ्रेममा ल हो अबको मिलो त भने राम्रो आउँदैन नि ल भयो धेरै हेर्नु हुँदैन त्यो यसैको झार्दो रहेछ त यार ल हामी निस्क्यौँ पार्किङबाट शौचालय रहेछ त्यता लिन आउनलाई एक्साइटेड यहाँ चाहिँ मान्छेहरू यहाँ चाहिँ छोड्नु जाने एक्साइटेड के को एक्साइटेड हुनु हाम्रो पर्खाइ चाहिँ यिनीहरू गयो भित्र
अनि रुनी धुनी कार्यक्रमलाई स्किप हानेर म चाहिँ लागेँ आफ्नो कामतिर किनकि म त्यहाँ गएको भए भित्ता समाती ए दिदी भनेर रोएर त बस्दैन थिएँ तर सबजना रोएको देखेर आँसु त झरिहाल्थ्यो नै अभियसली होइन त ठिकै छ एयरपोर्ट पनि गइयो छोडियो पनि पुग्यो पनि होइन यत्रो विधि गफ चाहिँ के ठोक्या है फेरि हामीले गफ अनि भित्र गएर पनि भन्नुहोस् तपाईँलाई कस्तो लाग्यो जनता जान्न चाहन्छन् भनेर सोध्ने मै हो र उहाँले जवाफ दिएर बस्ने पनि उहाँ नै हो उहाँको एक्सपिरियन्स भन्दै हुनुहुन्छ कस्तो कस्तो हुँदो रहेछ इन्टरनेसनल फ्लाइटमा के इमोसनल हुँदो रहेछ भनेर एयरपोर्टको भाइब नै अर्को काहीँ खुसी काहीँ चाहिँ इमोसनल अब यस्तै हो तर आज चाहिँ अलि हेभी नै फिलिङ भइरहेछ ट्राभल गर्न एक्साइटेड हुन्छ तर बिदाइ गर्न गाह्रो ल गाइज अहिले चाहिँ हामी नेपालमा छौँ र दिदीको चाहिँ उता के अरे इन्जिनहरू स्टार्ट गरेर होला ड्राइभरले होइन क्या पाइलट पृथ्वीमै हुनुहुन्छ दिदी अहिले पृथ्वी धरतीमै हुनुहुन्छ भने अहिले मलाई रिसेन्टली यहीँको भिडियो पठाइरहनु भएको छ अब दिदीको त इन्जिन स्टार्ट गरिरहनु भएको होला त्यहाँको हाम्रो पाइलट सरले अनि इन्जिन घटाटर गर्छ होला एकछिन त होइन अनि बिस्तारै तलबाट माथि बिस्तारै लान्छ होला अनि हामी यहाँ माथि यहीँ बाहिर छौँ क्या हामी देखिने ठाउँमा छौँ अनि माथि हुन्छ नि हामी तल यस्तो हेरिरहन्छौँ राम्रो अनि त्यहाँ त्यसै बस्ने होइन कि त्यसै त सुर्केसमाथि खुट्टा राखेर पोज दिएर त फोटो खिचेर यसरी बस्ने है नम्बर 1 चाहिँ को आएको नम्बर 1 त गुरु नगर्नु जिस्काउँछ सर केही छैन हेलो सर आयो पनि अनि के अरे त्यो खुट्टा राखेर बस्ने नम्बर 1 पोज अनि नम्बर 2 मा चाहिँ के गर्नुपर्छ भने त्यहाँनिर खानेकुरा दिन्छ त्यो खानेकुरा मन लाग्यो खाने नमन लाग्यो नखाने होइन अनि नलागे सुटकेसमा प्याक गरेर टोयलेट त्यहीको जे गरेर राखे नि हुन्छ त्यही छोड्दैन टोयलेट त्यही एयरप्लेनभित्रै छ डराउनु पर्दैन म टोयलेट के गर्ने भने हिजो कुरा गरेँ डराउनु पर्दैन टोयलेट व्यवस्थित छ मैले चेक जाँच गरेर आएर पठाइदिएँ पर्यवेक्षण गरिसकेको छ अनि हामीले सुपर एक्सचेन्ज गरेर बसेको छौँ सुपर यो चेक गर्ने मान्छे त उहाँ नै है टोयलेट छ त्यहाँ राम्रो छ टोयलेटमा ऐना छैन नि हेरेर आउनु अनि त्यस पछाडि नम्बर 3 मा रहेको छ त्यहाँ अगाडि म्याप हुन्छ म्याप सलक्क जुम गर्ने अलिक टाढा जान्छ नि ओहो म नेपालबाट यति टाढा गएछु अनि डेस्टिनेसन त्यहाँ हेर्ने म पुग्ने ठाउँ यति रहेछ भने हेर्ने त्यो चाहिँ नम्बर 3 है पोइन्ट म टिप्स सिकाइरहेको छु नम्बर 4 मा चाहिँ के गर्ने भने अब कुरा आयो हाम्रो नम्बर 4 मा पालो आएको छ मुभी हेर्ने तपाईँको फेभरेट मुभी हेर्ने सरररररर के गर्ने मुभी हेर्ने तर सोसल मिडिया नचलाउने सोसल मिडिया चलाएर काम छैन अहिले बरु मुभी हेर्ने सलक्क त्यस पछाडि अन्त आफू त माथि उडिरहेको हुन्छ नि त बाहिरको सिनहरू आइरहन्छ नि त झ्यालबाट त्यो झ्यालको सिसा खोल्ने है त अहिलेको सिसा खोलेको थिएन त्यो सिसा नि खोल्ने सिसा खोलेर नि त झ्याल खोलेर अनि त्यो चाहिँ मुन्टो चाहिँ नछ्याउनु फेरि मुन्टो ननिकाल्नु अर्को आएर त्यस्तो गयो त्यो मुन्टो फेरि निकाल्ने बेला हात निकालेर अर्कोले च्याप्छ क्या त्यहाँ फेरि तिनीहरूको वे त्यस्तो छ फेरि थाहा छैन मुन्टो हात निकाल्ने होइन झ्यालबाट निस्किँदाखेरि गाइज म त्यस्तो खुरापाती कुरा गर्छु कि म त्यहाँ भएको यसरी बोलेर बस्दिन्थेँ कि म यहाँ आएर एकदम यत्रो बेर भएर बोले हो ल तपाईँको जस इन्जिन चाहिँ घुटुटुरु पारिसक्यो हाम्रो सरले धन्यवाद र बिस्तारै यस्तो पनि हुँदैछ होला बुझा लागेको जस्तो अति भइसक्यो सो यही नै हो कुरा थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब लभ यु गाइज अनि अर्को कुरा फेरि म अर्को सम्झना आएको अहिले भर्खर हामीलाई नयाँ यात्रुहरूले के भन्नुभयो भने अनि हेलो मिस अनि टोयलेट के गर्ने भन्नुभयो टोयलेट त्यही छ भने नि मैले टोयलेटको कुरा भइसक्यो है अनि मलाई भमिट आयो भने के गर्ने भन्नुभयो त्यो भमिट आयो भने झ्याल खोला छान्ने होइन त्यहाँ प्लास्टिकमा आएर छान्ने के गर्ने रे भमिट आयो भने के गर्ने प्लास्टिक मागेर प्लास्टिकमा छाप्ने बरु बाल्टी छ भने बाल्टी घरमा लगाएर थापेर बाल्टी लगाएर थापेर पनि छाप्ने तर त्यो माथिबाट छाड्दा रहेछ नि त्यो तलमा बस्नेको टाउको पऱ्यो भने के हुन्छ त्यो बिजोक गरी बिजोक त्यस्तो गर्ने होइन है ज्ञानी एकदम ज्ञानी भयो
ए साँच्ची मान्छे भने क्यानाडा पुगिसक्यो, तपाईँहरू भने यस्तै हो। अझै यही भिडियो हेरेर बसिरहनु भएको छ। सो अब यो भिडियो हेरेर डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। अनि यो भिडियो चाहिँ मेरो बासी हो, यो मान्छे पुगेको भइसक्यो धेरै समय ल। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। र मेरो खुरापाती गफ तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला, र राम्रो लागेन भने पनि कमेन्ट नगरिदिनु होला। ओके, थ्याङ्क्स फर वाचिङ दिस भिडियो।